7औं दिनसम्म गर्नुभएको सृष्टिको बारेमा भन्न गइरहेका छौँ। अनि साथीहरूले अब माइक दिन चाहन्छु। पहिलो दिनमा सबै अन्धकार थियो अनि परमेश्वरले उज्यालो होस् भन्नुभयो, उज्यालो भयो। अनि परमेश्वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्नुभयो। दोस्रो दिनमा परमेश्वरले पानी र जमिनलाई छुट्याउनु भयो। तेस्रो दिनमा परमेश्वरले जमिनमा बोटबिरुवा रोप्नु। सबैजनालाई जय मसीह। चौथो दिनमा परमेश्वरले दिनमा घाम र रातमा चमकिने ताराहरू र चन्द्रमा राख्नुभयो। सबैजनालाई जय मसीह। पाँचौँ दिनमा परमेश्वरले आकाशमा उड्ने चरा चुरुङ्गी बनाउनु भयो र पानीमा बस्ने माछाहरू बनाउनु। छैटौँ दिनमा परमेश्वरले जमिनमा हिँडडुल गर्ने जनावरहरू बनाउनु भयो। सातौँ दिनमा परमेश्वरले विश्राम दिनुभयो।